आज हामी जर्नल भन्ने टपिकमा छौँ। यो अकाउन्ट लिएर पढ्ने विद्यार्थीहरूलाई धेरै इम्पोर्टेन्ट टपिक हो र जेनरली हामीले बुझ्दाखेरि चाहिँ क्लास कोर्स अफ स्टडीमा जाँदाखेरि चाहिँ क्लास 9 को लागि क्लास 9 का विद्यार्थी भयो, क्लास 11 का विद्यार्थी भयो र ब्याचलर फर्स्ट इयर तथा एकाउन्ट पढ्ने सबै विद्यार्थीको लागि इम्पोर्टेन्ट टपिक हाम्रो जर्नलमा छौँ। अब हामी सुरुमा जर्नलको मिनिङ बुझ्छौँ। जर्नल भनेको के हो भनेर अब यहाँ लेखेकै छ, जर्नल इज द बुक अफ प्राइमेरी इन्ट्री। सबै ट्रान्जेक्सन भयो एक फर्स्ट कहाँ रेकर्ड गरिन्छ भन्दाखेरि जर्नलमा रेकर्ड गरिन्छ। यसलाई चाहिँ ओरिजिनल बुक अफ इन्ट्री भनेर पनि भनिन्छ। अब यसले चाहिँ इट मेन्टेन डे टु डे रेकर्ड अफ फाइनेन्सियल ट्रान्जेक्सनहरूको डे टु डे रेकर्ड मेन्टेन गर्ने काम पनि जर्नलले गर्छ। जर्नलले डे टु डे रेकर्ड ट्रान्जेक्सन्सहरू गर्दाखेरि हामी यसलाई क्रोनोलोजिकल अर्डरमा गर्छौँ। क्रोनोलोजिकल अर्डर भनेको डेट वाइज अर्डरमा सुरुमा 1 महिना 2 गते आएको छ भने 1 महिना 2 गते, त्यसपछि 1 महिना 3 गतेको, 1 महिना 4 गते, त्यसरी ट्रान्जेक्सनहरूलाई हामी क्रोनोलोजिकल अर्डरमा रेकर्डहरू गर्छौँ। जर्नलाइजिङ अथवा जर्नलमा ट्रान्जेक्सनहरूको रेकर्ड गर्दाखेरि हामी दुईवटा मेथड फलो गर्छौँ। एउटा ट्रेडिसनल मेथड, अर्को मोडर्न मेथड। ट्रेडिसनल मेथडले चाहिँ केलाई फोकस गर्छ भनेपछि पर्सनल एकाउन्ट, रियल एकाउन्ट र नोमिनल एकाउन्टलाई फोकस गर्छ। त्योसित आफ्नो रुल्सहरू हुन्छ। अनि मोडर्न मेथडले चाहिँ एसेट्स एक्सपेन्सेस लसेस इन्क्रिज भयो भने डेबिट गरिन्छ, एसेट्स एक्सपेन्सेस एन्ड लसेस डिक्रिज भयो भने क्रेडिट गरिन्छ। अनि क्यापिटल इन्कम लायबिलिटिज र प्रफिट डिक्रिज भयो भने त्यसलाई डेबिट गरिन्छ। क्यापिटल इन्कम लायबिलिटिज एन्ड प्रफिट इन्क्रिज भयो भने त्यसलाई क्रेडिट गरिन्छ। अब ट्रान्जेक्सनहरूलाई रेकर्ड गर्नुभन्दा अगाडि हामी एसेट्स एक्सपेन्सेस लसेस भनेको बुझ्छौँ, अनि क्यापिटल इन्कम अनि लायबिलिटिज एन्ड प्रफिट भनेको बुझ्छौँ। अब एसेट्स भनेको जेनरली बुझ्दाखेरि हामी सम्पत्ति भनेर बुझ्छौँ। एउटा व्यक्तिसित भएको अथवा एउटा संस्थासित भएको आफ्नो सम्पत्ति जसले चाहिँ उसलाई दिगो फाइदा गर्छ, त्यसलाई चाहिँ एसेट्स भनिन्छ। एक्सपेन्सेस भनेको बिजनेस रिलेटेड एक्सपेन्सेसहरू हो। अनि क्यापिटल भनेको इनिसियल इन्भेस्टमेन्ट, एउटा बिजनेसलाई सुरु गर्दाखेरि होस् अथवा बिजनेसलाई एक्सपान्ड गर्दाखेरि होस्, त्यसलाई क्यापिटल भनिन्छ। यसलाई नेपालीमा भन्दाखेरि पुँजी भनिन्छ। इन्कम भनेको आम्दानी हो, कुनै व्यवसाय गरेर कमाएको आम्दानी नै इन्कम भइहाल्यो। लायबिलिटिज भनेको कुन बिजनेसले ट्रान्जेक्सन्सहरू गर्दा कुनै बेला पैसाहरू बरोहरू गर्नुपर्ने हुन्छ र आफ्नो बिजनेसहरू रन गर्नुपर्ने हुन्छ। त्यो बरोहरू गरेको पैसा उसले भोलि पर्सि फिर्ता गर्नुपर्ने हुन्छ, जसलाई चाहिँ लायबिलिटिज भनिन्छ। यसलाई चाहिँ दायित्व भनेर पनि भनिन्छ। प्रफिट भनेको हाम्रो फाइदा भइहाल्यो, कुनै व्यवसाय गर्दाखेरि फाइदाहरू हुँदा फाइदा भन्ने बुझिन्छ। अब हामी यसलाई चाहिँ कसरी रेकर्ड गर्छौँ अनि रुल्सहरू फलो गर्नु कुन फलो गर्ने त्यही अनुसार हामी गर्छौँ। रुल्सहरू फलो गर्दाखेरि चाहिँ हामी मोडर्न मेथड अनुसार रुल्सहरू फलो गर्छौँ। हामी ट्रेडिसनल मेथडलाई चाहिँ फलो गर्दैनौँ। ट्रेडिसनल मेथडबाट पनि गर्दा एन्सर करेक्ट नै हुने हो, मोडर्न मेथडबाट पनि गर्दा एन्सर चाहिँ करेक्ट हुने हो। एन्सरमा इरर्सहरू आउने चाहिँ होइन। अब जर्नल चाहिँ कसरी रेकर्डहरू गरिन्छ भन्दाखेरि हामीले फलो गर्नुपर्ने जर्नलको फर्मेट हुन्छ डेट, पार्टिकुलर्स, एलएफ, डेबिट रुपिस, क्रेडिट रुपिस। डेटमा चाहिँ के गरिन्छ भनेपछि क्वेसनमा डेट दिएको हुन्छ, जुन डेट क्रोनोलोजिकल अर्डरमा स्टेप वाइज हामी डेट लेख्छौँ। अनि डेट लेखेपछि त्यो पार्टिकुलर्समा चाहिँ केलाई चाहिँ डेबिट गर्यो, केलाई चाहिँ क्रेडिट गर्यो, अनि त्यसको न्यारेसन लेख्छौँ। जेनरली विद्यार्थीहरू जो नयाँ हुन्छ उहाँहरूले चाहिँ मिस्टेक कहाँ गर्नुहुन्छ भनेपछि जस्तै यहाँ 2 महिना 1 गतिको एउटा डेट रेकर्ड छ। अनि डेबिटमा क्यास एकाउन्ट रहेछ, डट 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 डेबिट भनेर लेख्छौँ होइन। अनि टु क्यापिटल एकाउन्ट भनेर लेख्छौँ। अब यहाँ हामी न्यारेसन हाम्रो सधैँ बिङदेखि स्टार्ट हुन्छ। बिङ स्टार्टेड बिजनेस विथ, केबाट बिजनेस स्टार्ट गरेको छ त्यही लेख्छु क्यास। अनि डेबिटमा क्यासको सपोज एमाउन्ट दिएको छ 50,000 अनि क्यापिटलमा पनि 50,000 एमाउन्ट दिएको छ। अब ट्रान्जेक्सनलाई चाहिँ यसरी रेकर्ड गर्छौँ। जस्तै क्यास एकाउन्ट दिएको छ, डेबिटको एमाउन्ट के हो 50,000, क्यापिटल एकाउन्ट क्रेडिट छ 50,000 छ। अब यहाँ चाहिँ के हुन्छ भनेपछि डुअल इफेक्ट हुन्छ। डुअल इफेक्ट भन्नुको मतलब डेबिटमा हामीले कति रेकर्ड गरेका छौँ, कति एमाउन्ट रेकर्ड गरेको छ, डेबिट इक्वल्स टु क्रेडिट हुन्छ। जस्तै सपोज यहाँ डेबिटमा 50,000 छ, क्रेडिटमा पनि 50,000 हुन्छ। अब विद्यार्थीहरूले मिस्टेक चाहिँ कहाँ गर्नुहुन्छ भन्दाखेरि यो क्यास एकाउन्ट यसरी त ट्रान्जेक्सन्सहरूलाई लेख्दाखेरि जस्तै सपोज यहाँ के लेख्नुहुन्छ भनेपछि क्यास एकाउन्ट डेबिट लेख्नुहुन्छ। अब यहाँ स्पेस देख्नुहुन्छ, अनि स्पेस देखेपछि चाहिँ यहाँ टु क्यापिटल एकाउन्ट भनेर यसरी रेकर्ड गर्नुहुन्छ। अनि फेरि यहाँबाट चाहिँ न्यारेसन सुरु गर्नुहुन्छ। अब यसरी चाहिँ ट्रान्जेक्सन्सहरूलाई रेकर्ड गरिँदैन। अब बुझाइमा चाहिँ के गर्दा हुन्छ भनेपछि
क्यास एकाउन्ट डेबिट भनेको यो डेबिटको ठाउँ भयो, यहाँ अरू इन्ट्रीहरू गर्न पाइँदैन। यहाँ स्पेस छ भने पनि पार्टिकुलर्सलाई चाहिँ हामी बनाउँदाखेरि अलिकति फराकिलो चाहिँ बनाउँछौँ, किनकि यहाँ ट्रान्जेक्सन्सहरू के भएको थियो त्यसलाई रेकर्डहरू गरिन्छ। क्यास एकाउन्ट डेबिट गरिन्छ। अनि क्यासको मुनि ठिक्क टु क्यापिटल एकाउन्ट भनेर रेकर्ड गरिन्छ। अब यहाँ ठाउँ हामीले भेटाए पनि ठाउँ यहाँ स्पेस भए पनि यहाँदेखि चाहिँ लेखिँदैन। अब नेरेसन लेख्दा चाहिँ मुनिबाट बिङ भनेर हामी नेरेसनहरू सुरु गर्छौँ। अब फर्मेट अफ जर्नल हेरिहाल्यो, डेट भनेको भइहाल्यो, पार्टिकुलर्स भनेको ट्रान्जेक्सन्स के भएको छ, कुनै डेबिट क्रेडिट, अनि त्यसको नेरेसनको कुरा आयो। एलएफ भनेको लेजर फोलियो नम्बर अथवा रिफरेन्स नम्बर टु यो जर्नल चाहिँ कति लेजर नम्बरमा चाहिँ रेकर्ड भएको छ त्यसको लागि एलएफ भनेको लेजर फोलियो नम्बर भयो। डेबिट रुपिज भनेको डेबिट एमाउन्ट भइहाल्यो। क्रेडिट रुपिज भनेको चाहिँ क्रेडिट एमाउन्ट चाहिँ भयो। गरिकन राम्रो भयो। ल हामी फर्स्ट स्टेप जर्नलाइजिङको हामी फर्स्ट स्टेप पढ्दैछौँ। त्यसमा चाहिँ स्टार्टेड अथवा कमेन्ट्स अफ बिजनेस, वेनेभर अ बिजनेस इज स्टार्टेड अथवा होइन बिजनेस इज कमेन्ट्स भन्ने टपिकको हामी पढ्दैछौँ। कुनै पनि बिजनेसको थालनी गर्दा चाहिँ त्यसको जर्नल के हुन्छ भन्ने हामी टपिकमा छौँ। यहाँ जेनरली एउटा नोट लेखेको छ, वेन ओनर्स इन्भेस्ट क्यापिटल अर अदर एसेट्स इन अ बिजनेस। कुनै पनि व्यवसाय ओनर्सले क्यासले अथवा अदर एसेट जस्तै फर्निचर भयो, मेसिनरी भयो, ल्यान्ड एन्ड बिल्डिङ भयो, अर्को इक्विपमेन्ट्सहरू भयो, त्यसले स्टार्ट गरेको छ एज अ क्यापिटल भने द एसेट्स एकाउन्ट इज डेबिटेड। जुन एसेट्सबाट हामीले बिजनेस स्टार्ट गर्नु त्यसलाई के गरिन्छ, डेबिट गरिन्छ। अनि क्यापिटल एकाउन्टलाई चाहिँ हामी क्रेडिट गर्छौँ। इक्जाम्पलको लागि एउटा क्वेसन मैले लेखेको छु, 2 महिना 1 गतेको, स्टार्टेड अ बिजनेस विथ फर्निचर रुपिज 1 लाख। अब स्टार्टेड अ बिजनेस विथ फर्निचर रुपिज 1 लाख। यहाँ बिजनेस केबाट सुरु भएको छ, फर्निचर, एमाउन्ट कति छ 1 लाख। यहाँ नोटले के भनेको छ, वेन ओनर इन्भेस्ट क्यास अर अदर एसेट्स इन अ बिजनेस। यहाँ क्यास त इन्भेस्ट गरेको छैन, अदर एसेट्समा हाम्रो फर्निचर परेको छ। इन द्याट केस हामी द एसेट्स एकाउन्टलाई चाहिँ के गर्छौँ अरे डेबिट गर्छौँ। अब कुन एसेट्सबाट व्यवसाय सुरु गरेको छ त्यसलाई चाहिँ हामी के गर्छौँ, डेबिट गर्छौँ। फर्निचर एकाउन्टलाई चाहिँ हामी डेबिट गर्छौँ। अनि केलाई चाहिँ क्रेडिट गर्छौँ भन्दाखेरि क्यापिटल एकाउन्टलाई चाहिँ हामी के गर्छौँ, क्रेडिट गर्छौँ। टु क्यापिटल एकाउन्ट लेख्छौँ। अब एमाउन्ट कति छ, 1 लाख लेख्छौँ। हाम्रो रुल्स अनुसार चाहिँ यहाँ के भयो भनेपछि कुनै पनि व्यवसायमा एसेट्स इन्क्रिज भयो, एसेट्स इन्क्रिज हुँदाखेरि हामी डेबिट गर्छौँ। अर्को ओनर्सको क्यापिटल इन्क्रिज भएका कारणले चाहिँ क्यापिटल एकाउन्टलाई पनि हामी के गर्छौँ, क्यापिटल एकाउन्टलाई हामी क्रेडिट गर्छौँ। अब यो केसमा चाहिँ क्वेसनमा चाहिँ ओनरले क्यास र अदर एसेट्सले व्यवसाय सुरु गरेको छ भने त्यसमा चाहिँ हामी के गर्छौँ भनेपछि जुन एसेट्सले व्यवसाय सुरु गरेको छ त्यसलाई हामी के गर्छौँ, डेबिट गर्छौँ। अनि क्यापिटल एकाउन्टलाई चाहिँ क्रेडिट गरिन्छ। यहाँ फर्निचरको ठाउँमा मेसिनरीबाट बिजनेस स्टार्ट भएको थियो भने हामी के गर्थ्यौँ भनेपछि यहाँ फर्निचर लेख्थ्यौँ। अब फर्निचरको सट्टामा हामी के लेख्थ्यौँ, मेसिनरी एकाउन्ट डेबिट लेख्थ्यौँ। अनि त्यो क्यापिटल एकाउन्टलाई चाहिँ क्रेडिट गर्थ्यौँ। अब यो एकाउन्टमा चाहिँ A/C भनेको चाहिँ हामी एकाउन्ट भनेर बुझ्छौँ, अकाउन्ट भनेर बुझ्छौँ। अर्को DR भनेको डेबिट भनेर बुझ्छौँ। अनि CR भनेको चाहिँ हामी क्रेडिट भनेर बुझ्छौँ। यहाँ हामीले फर्निचर एकाउन्ट अघि लेखेको थियो, फर्निचर एकाउन्ट डेबिट। 2 भनेको अटोमेटिकल्ली हाम्रो क्यापिटलको लाइन, क्रेडिटको लाइन हो, त्यसले टु क्यापिटल एकाउन्ट गर्छौँ। अनि हामी यहाँ नेरेसन लेख्छौँ। अब हामीले गर्दाखेरि चाहिँ के गर्नु पर्यो भनेपछि बिजनेस क्यास अथवा अदर एसेट्सले सुरु गरेको छ भने त्यसलाई चाहिँ के गरिन्छ भनेपछि जुन एसेटबाट सुरु गरेको त्यसलाई डेबिट गरिदिने। अनि क्यापिटल एकाउन्टलाई चाहिँ हामी के गर्छौँ, क्रेडिट गर्छौँ। एक्सपेन्सेस भन्ने बित्तिकै खर्च बुझिन्छ। अब बिजनेस क्यारी अन गर्दाखेरि डिफ्रेन्ट इक्विपमेन्ट्सहरू, सामानहरू किन्नुपर्छ होला अथवा डिफ्रेन्ट एसेट्सहरू किन्नुपर्छ होला। त्यतिखेर जर्नल चाहिँ के गर्ने भन्ने कुरा हामी डिस्कस गर्दैछौँ। अब पर्चेज जेनरली सिम्पल जर्नल इन्ट्रीमा चाहिँ पर्चेज 3 तरिकाले गर्न सकिन्छ, एउटा क्यासमा, अर्को अन क्रेडिटमा, अनि थ्रु चेकबाट। अब यो क्यासमा, क्रेडिटमा र चेकबाट के कसरी पर्चेज गरिन्छ अनि पर्चेज गर्दाखेरि चाहिँ कसरी रेकर्ड गरिन्छ भन्ने कुरा हामी सिक्दैछौँ। अब क्यासमा पर्चेज गर्दाखेरि जस्तै कुनै व्यवसायले बिजनेसले ट्रान्जेक्सन केमा गरेछ, क्यासमा केही पर्चेज गरेर ल्यायो अरे,
त्यतिखेर पर्चेज एकाउन्टलाई डेबिट गरिन्छ अनि क्यास एकाउन्टलाई क्रेडिट गरिन्छ। अब रुल्स अनुसार जाँदाखेरि पर्चेज भनेको एक्सपेन्सेस हो, एक्सपेन्सेस इन्क्रिज भयो भने त्यसलाई हामी के गर्छौँ डेबिट गर्छौँ अनि क्यास भनेको चाहिँ एसेट्स हो, एसेट्स डिक्रिज हुँदा चाहिँ त्यसलाई क्रेडिट गरिन्छ। अब अनक्रेडिट भनेको उधारोमा कुनै कारोबारहरू गर्दाखेरि, जस्तै हामी जेनरली हाम्रो लाइफमा पनि हामी सामान किन्न जाँदाखेरि हामी पर्चेस गर्दाखेरि कहिलेकाहीँ क्यासमा पर्चेस गर्छौँ। अब पैसा नभएको बेला हामीले चिनेको दोकानहरू पसलहरू छ भने हामी पर्चेस केमा गर्छौँ क्रेडिटमा गर्छौँ। यो क्रेडिटर्स भनेको चाहिँ जस्ट लायबिलिटिज हो, जसलाई चाहिँ हामीले पैसा तिर्नु पर्नेछ। जस्तै हामीले हरिकृष्णको पसलबाट हामीले सामानहरू पर्चेस गरिन्छौँ, अन क्रेडिटमा पर्चेस गरेछौँ। त्यो क्रेडिटमा पर्चेस गर्दाखेरि चाहिँ के गरिन्छ भन्दाखेरि पर्चेस गर्दा त हामीसित सामान आयो, पर्चेस एकाउन्टलाई डेबिट गरियो, अथवा पर्चेस गर्दाखेरि एक्सपेन्सेस इन्क्रिज भयो त्यसलाई डेबिट गरियो। अनि क्रेडिटर्स चाहिँ हामीले कसलाई पैसा तिर्नुपर्छ भन्दाखेरि त्यो अघिको कुन व्यक्ति थियो त्यसलाई पैसा तिर्नुपर्छ, त्यसैले उसको एकाउन्टलाई चाहिँ हामी यहाँ क्रेडिट गर्छौँ। थ्रु चेक भनेको जेनरली अहिले चेक काटेर चाहिँ पर्चेसहरू गरिँदैन, अहिले हामी क्युआर स्क्यानहरू गरेर पर्चेसहरू गर्ने गर्छौँ। अब त्यसो गर्दाखेरि चाहिँ के हुन्छ भनेपछि पर्चेस गऱ्यौँ हामीले सामान आयो, अब क्युआर स्क्यान गर्दाखेरि हाम्रो ब्याङ्कको एमाउन्टहरू डिडक्ट हुने भएकाले घट्ने भएकाले चाहिँ ब्याङ्क एकाउन्टलाई चाहिँ हामी क्रेडिट गर्छौँ। अब बुझ्दाखेरि सुरुमा अन क्यासमा पर्चेस गर्दाखेरि पर्चेस एकाउन्ट डेबिट गरिन्छ अनि क्यास एकाउन्टलाई क्रेडिट गरिन्छ। क्रेडिटमा गर्दाखेरि पर्चेस एकाउन्टलाई डेबिट गरिन्छ अनि टु क्रेडिटर्स एकाउन्टलाई क्रेडिट गरिन्छ अनि पर्चेस एकाउन्ट डेबिट गरिन्छ अनि चेकबाट किन्दाखेरि ब्याङ्क एकाउन्टलाई क्रेडिट गरिन्छ। अब नोटमा चाहिँ के लेखेको छ भनेपछि इफ एसेट्स आर पर्चेस एसेट्स एकाउन्ट इज डेबिटेड। कुनै एसेट्सहरू पर्चेस गरिँदैछ जस्तै फर्निचरहरू, मेसिनरीहरू, इक्विपमेन्ट्सहरू, ल्यान्ड एन्ड बिल्डिङहरू पर्चेस गरिँदैछ भने जुन एसेट्स पर्चेस गरेको त्यसलाई चाहिँ हामी डेबिट गर्छौँ अनि क्यासबाट हो भने क्यास एकाउन्ट क्रेडिट गरिन्छ अथवा क्रेडिटमा हो भने क्रेडिटर्स एकाउन्टलाई क्रेडिट गरिन्छ। थ्रु द चेक हो भने ब्याङ्क एकाउन्टलाई चाहिँ हामी के गर्छौँ क्रेडिट गर्छौँ। इक्जाम्पलको लागि मैले एउटा क्वेसन लिएँ, पर्चेस गुड्स अफ रुपिज 20,000 भनेको छ। पर्चेस गुड्स अफ रुपिज 20,000 20,000 मात्र भनौँ भने हामी अन क्यास भनेर बुझ्छौँ। 20,000 क्यासमा गुड्सहरू पर्चेस गरेको छ भनेपछि हाम्रो फर्स्ट कन्डिसन लाग्नु भयो। फर्स्ट कन्डिसनले के भन्छ भनेपछि क्यासमा पर्चेस गर्दाखेरि के गरिन्छ अरे पर्चेस एकाउन्टलाई डेबिट गरिन्छ अनि क्यास एकाउन्टलाई चाहिँ क्रेडिट गरिन्छ, त्यो क्यास एकाउन्ट लेखिन्छ। फर्स्ट कन्डिसन भयो। सेकेन्ड कन्डिसन पर्चेस गुड्स फ्रम हरि अफ रुपिज 3,000। अब जेनरली एकाउन्टमा चाहिँ के गरिन्छ भनेपछि यहाँ मान्छेको नाम आउने बित्तिकै क्रेडिट पर्चेस भनेर बुझिन्छ। हामीलाई यहाँ अन क्यास भनेर जोडिएको थिएन, अन क्यास भनेर जोडिएको थियो भने चाहिँ अन क्यासमै पर्चेस गरेको भन्ने बुझिन्छ। यहाँ पर्चेस गुड्स फ्रम हरि अफ रुपिज 3,000 भनेको छ। हामीले हरिसित उधारोमा 3,000 को सामान किन्यौँ। पर्चेस गर्ने बित्तिकै पर्चेस एकाउन्ट के भयो डेबिट भयो, पर्चेस एकाउन्ट डेबिट भयो अनि टु कोसित पर्चेस गरेको भन्दा हरिसित, त्यसैले टु हरिस एकाउन्टलाई चाहिँ हामी के गर्छौँ क्रेडिट गर्छौँ। तर यसकै ठाउँमा चाहिँ एसेट्सहरू पर्चेस भनेको थियो भने इफ एसेट्स आर पर्चेस पर्चेस गुड्सको ठाउँमा पर्चेस फर्निचर भनेको थियो भने फर्निचर भनेको एसेट्स हो, फर्निचर भनेको थियो भने यहाँ पर्चेस एकाउन्ट डेबिट हुँदैन थियो। जुन एसेट्स पर्चेस गरेको थियो त्यो बिजनेसमा इन्क्रिज हुन्छ, त्यसैले त्यही एसेटलाई चाहिँ के गर्नुपर्छ डेबिट गर्नुपर्छ। अब यो कन्टेक्समा अथवा यो केसमा पर्चेस फर्निचर अफ रुपिज 20,000 भनेको छ भनेपछि के पर्चेस गर्यो फर्निचर पर्चेस गर्यो, त्यसैले फर्निचर एकाउन्टलाई चाहिँ हामी के गर्छौँ डेबिट गर्छौँ अनि क्यास एकाउन्टलाई चाहिँ क्रेडिट गर्छौँ। तपाईँहरूले जेनरली बुझ्दाखेरि चाहिँ के बुझ्नु पर्यो भनेपछि पर्चेस 3 तरिकाले हुँदो रहेछ। सिम्पल जर्नल एन्ट्रिज अन्तर्गत अन क्यास, अन क्रेडिट र थ्रु चेक हुँदो रहेछ। अब क्यासमा पर्चेस गरे पनि, क्रेडिटमा पर्चेस गरे पनि, चेकबाट पर्चेस गरे पनि सामान आफूसित आउने हो, त्यसैले पर्चेस एकाउन्टलाई डेबिट गरियो। मैले कुनै सामान पैसा हालेर किन्यो भने मसित सामान आउँछ पर्चेस एकाउन्ट डेबिट, उधारोमा किन्यो भने पनि सामान आउँछ पर्चेस एकाउन्ट डेबिट, चेकबाट किने अथवा क्युआर स्क्यान गरेर किन्यो भने सामान आउँछ, त्यसैले पर्चेस एकाउन्टलाई डेबिट गरिन्छ। पर्चेस भनेको खर्च भइहाल्यो, खर्च इन्क्रिज हुने बित्तिकै डेबिट भइहाल्यो। अब केबाट पर्चेस गरेको छ त्यो चाहिँ हामीले विचार गर्नुपर्छ। क्यासबाट पर्चेस गरेको छ भने क्यास एकाउन्ट क्रेडिट भयो। अब क्रेडिटमा पर्चेस गरेको छ भने त्यो क्रेडिटर्स एकाउन्ट क्रेडिट भयो। क्युआर स्क्यान अथवा थ्रु द चेक हामीले पर्चेस गरेको छ भने ब्याङ्क एकाउन्ट चाहिँ हामीले क्रेडिट गर्नु पर्यो। अब नोटमा चाहिँ ध्यान दिनुपर्ने कुरा के छ भनेपछि एसेट्सहरू पर्चेस गरिएको छ भने चाहिँ त्यहाँ पर्चेस एकाउन्टलाई हामी डेबिट गर्न मिल्दैन।
एसेट्सहरू पर्चेज गर्दाखेरि जुन एसेट्स पर्चेज गरेको छ हामी त्यसलाई डेबिट गर्छौँ अनि के को थ्रुबाट पर्चेज गरेको छ क्यास क्रेडिट अथवा चेकबाट हो त्यसैलाई हामी के गर्छौँ क्रेडिट गर्छौँ। अब पर्चेज गर्दाखेरि चाहिँ के पनि बुझ्नु पर्यो भनेपछि हामी चाहिँ एज अ कस्टमर्स एज अ कन्ज्युमर हामी चाहिँ केही सामानहरू पर्चेज गर्दैछौँ। र पर्चेज गर्दाखेरि हामीले तिनवटा अप्सन पायौँ, एउटा क्यासमा एउटा क्रेडिटमा अर्को चेकबाट। तिनवटा अप्सनबाट हामी कुन अप्सनमा चाहिँ हामी पर्चेज गर्दैछौँ क्यासबाट पर्चेज गर्दैछौँ भने पर्चेज एकाउन्ट डेबिट टु क्यास एकाउन्ट हुने भयो। क्रेडिटमा पर्चेज गर्दैछौँ भने हामीसित सामान आयो पर्चेज एकाउन्ट डेबिट टु क्रेडिटर्स एकाउन्ट भयो, हामीले व्यक्तिलाई पैसा तिर्नु पर्ने भयो भोलि पर्सिका दिनमा उधारोमा किनेको सामान। चेकबाट पर्चेज गर्दैछौँ भनेपछि पर्चेज एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट भयो एज इट डिक्रिज द एमाउन्ट फ्रम द ब्याङ्क। अब हामीसित कति एमाउन्ट थियो ब्याङ्कको त्यो ब्याङ्कको एमाउन्ट कट्ने भएकाले ब्याङ्क एकाउन्टलाई चाहिँ हामी के गर्छौँ क्रेडिट गर्छौँ अथवा ब्याङ्क भनेको एसेट्स हो, एसेट डिक्रिज हुने बित्तिकै हामी त्यसलाई क्रेडिट गर्छौँ।